चाहिँ यहाँनिर हाम्रो हजुरआमाको चाहिँ बर्थडे चलिरहेछ होइन। उहाँ चाहिँ 73 वर्ष लाग्नु भएको छ आजदेखि। अनि उहाँको बर्थडे चाहिँ हामीले यहाँनिर मनाइरहेको छौँ। हजुरआमा चाहिँ यहाँ हुनुहुन्छ। पर्खिनु भनेको उसले चाहिँ पर्खिनु 79 साल 2007 सालमा जन्म भए अहिले चाहिँ यो 73 को जन्म छ अहिले फोटो खिचा आफूलाई त आशा हिजो त भन्नुभएको म त एकछिनमा बिर्सिहालेँ अब कसको पाली पानी ल्याउनु खाएकै छैन नि पक्रियो होला थालबाट फ्लावर दिनु नि भाइलाई दिनु अनि दिनु सबैलाई अघि खाएको जस्तो नबोल्नु भाइलाई दिनु पर्ने खाली भयो भरेभरि सम्झिने गर्छ त्यसलाई बोकेर ल्याउनु त अब हिजो आएको अनि आइज न भाइ आइज भनेको ल म एकछिन भात खाना फर्केर आउँदैन के चाहिँ गर्नु अब केही गरेको के हालको मान्छे हो होइन डल्लै खानुहुन्छ गुलिएर त नि हुँदैन होला खान्न भन त नखा भयो किन के भयो खाँदा नि हुन्छ खानै पर्नु भयो दबाई मलाई नि आउलै जस्तो भएर त सबै बर्थडेको टिको लाउन पाइयो
होइन नि हालेको छैन हाल्नु नि मम्मीले चाहिँ फुल अहिलेदेखि यो पछाडि पनि पाला आउँछ क्या म यहाँ अहिले अब आमालाई टिका लगाइदिन हार्दैछु यहाँ चाहिँ पानी दिएर भएछ आमालाई अब जन्मदिनको धेरै धेरै शुभकामना रोगब्याध हटोस् हाम्रो हजुरआमालाई चाहिँ अब अरू त के नै भन्न सकिन्छ र रोगब्याध हरायो भन्ने नै ठुलो कुरो हो मैले टिका लगाइदिइसकेँ अब अरूले पनि लगाइदिनुहुन्छ होला यहाँ केक पनि खाइदिइहालौँ गुलियो हुँदो रहेछ गुलियो एकदम मिठो बर्थडेको केक चाहिँ एकदम मिठो पनि हुन्छ राम्रो पनि हुन्छ खाए बर्थडे सरप्राइज चाहिँ हाम्रो मन्जु दिदीले गर्नुभएको मन्जु दिदी चाहिँ उहाँ हुनुहुन्छ आमाले टिका लगाइदिँदै हुनुहुन्छ आज हामीलाई पनि थाहा थिएन आमाको बर्थडे हो भनेर होइन एकदम सरप्राइज भयौँ हामी पनि उहाँ चाहिँ हाम्रो हजुरआमाको कान्छी छोरी एकदम राम्री छोरी अरू कसैलाई जन्मदिन थाहा थिएन शान्ति दिदीले जन्मदिन भनेर अब केक ल्याएर मनाइदिइ पनि सकिहाल्नु भयो
अब यहाँ फेरि हाम्रो सलिनालाई आमाले टिका लगाइदिन आँट्दै हुनुहुन्छ। सलिनालाई चाहिँ एकदम भर भरेर आशीर्वाद दिनु है। अलिक भात दिएर खाऊ भनेर भन्नु। भात चाहिँ अलिक धेरै खानु सलिना, आमाको आशीर्वाद। यहाँ चाहिँ हाम्रो जेठोको आमाको जेठो नातिको एन्ट्री भइसकेको छ। अब जेठो नातिले चाहिँ भर्खर टिका लगाइदिइसकेको छ। कान्छो नातिले त अघि भइसक्यो। मैले खोइ त आशीर्वाद अनि जन्मदिनको शुभकामना त भन्नु पर्यो नि त। त्यति त बर्थडेमा होइन, आशीर्वाद हो, शुभकामना पो दिने हो त। आशीर्वाद त अब लिने हो। त्यही त शुभकामना खोइ दिएको त भने सबैजनाले यहाँनिर अहिले केक खुवाइदिँदै हुनुहुन्छ। अहिले चाहिँ हाम्री कालीले टिका लगाइदिँदैछ। अब अहिले चाहिँ अब हाम्रो हजुरआमाको चाहिँ जन्मदिन चाहिँ अब हामीले मनाइसकेको छौँ। एकदम सामान्य तरिकाले केक काटेर चाहिँ हामीले धेरै सामान्य अति सामान्य तरिकाले चाहिँ मनाइसकेको छौँ। अनि तपाईँहरूले पनि देखिहाल्नुभयो। आजलाई यति नै, सबैजनालाई बाई बाई।